अहिले म दैलेखमा छु। दैलेखको सिनहरू अहिले भिडियोमा रेकर्ड गर्दैछु। दैलेखको यो बस पार्क हो। बस पार्कमा अहिले टिकट काट्नको लागि मानिसहरू लाइनमा छन् र यो बस दैलेख बजारबाट तल आइरहेको छ र म यो त्यसको विभिन्न कुनाहरूमा घुम्ने क्रममा र सोसियल डेभलपमेन्ट कसरी गर्न सकिन्छ त्यसको अनुसन्धानको क्रममा दैलेख आएको थिएँ र यसै क्रममा यहाँको प्राकृतिक सिनहरू आफ्नो भिडियोमा रेकर्ड गर्न गइरहेको छु र खोला नालाहरू पनि यहाँ कराइरहेका छन् र यो खोलालाई चित्रे खोला, यो ठाउँलाई चित्रेन भनिन्छ। खास गरी यो धेरैवटा गाविसको सङ्गम स्थल रहेको यहाँबाट जानकारी पाइयो र प्रायः घरहरू पनि सानसानै तराहरू देखिन्छ। खास गरेर यहाँ जालीबाट बेरिएको घरहरू, पसलहरू पर्याप्त मात्रामा देखिन्छन्।